आफ्नै 19 वर्षीय छोरीलाई बलात्कार गरेको बुबा पक्राउ परेका छन्, त्यो पनि चितवन भरतपुरमा। हामीले हिजोसम्म पनि चितवनको 24 कोटीमा भरतपुरमा प्रोटेस्ट गर्दै आइरहेका थियौँ बलात्कारको लागि। गरिमा नानीको लागि मात्र नभएर समस्त जति पनि बलात्कृत हुनुभएको छ सबैको लागि हामीले प्रोटेस्ट गर्दै आइरहेका थियौँ। त्यो गर्दा गर्दै फेरि एउटा न्युज सुन्नमा आयो। हिजो नै त्यहाँको छिमेकी आएर हामीलाई भन्नुभयो, राति हामी अनसन बस्दाखेरि करिब 12-1 बजेको समयमा रात्रिको समयमा हामीलाई भन्नुभयो र त्यो न्युजहरू नआइसकेकोले गर्दा पुष्टि भएको थिएन। अब चाहिँ बुबाले पनि स्वीकारिसक्नु भएको रहेछ। चितवनको जिल्ला प्रशासन कार्यालयमा उहाँलाई राखिएको छ। उहाँलाई अनुसन्धान गर्ने क्रममा उहाँले स्वीकार्नु भएको रहेछ जबरजस्तीकरण गरेको। र छिमेकीको कुरा सुन्दाखेरि चाहिँ कस्तो भएको रहेछ भन्दाखेरि आमा र भाइ चाहिँ जापानमा हुनुहुँदो रहेछ भने उनी नानी चाहिँ यहाँ बुबासँग बस्नु हुँदो रहेछ। र यहाँको लोकेसन मलाई त्यति थाहा छैन, म चितवनवासी नभएको कारणले गर्दा। तर 24 कोटीभन्दा अलिकति अगाडि बर्जर पेन्ट छ, त्यसकै छरछिमेकमा रहेछ यो घटना घटित भएको। आफ्नै छोरीलाई एकदमै दबाएर राखिने, बोल्न नदिने, कतै जान नदिने, आफ्नो आफन्तकोमा, इष्टमित्र साथीभाइकोमा कतै पनि जान नदिने र मोबाइलहरू पनि चलाउन नदिने। कतै आफू जानु पर्यो भने पनि छोरीलाई घरमा थुनेर लक लाएर ताल चलाएर जाने केस रहेछ यो। अनि एक दिन चाहिँ बुबाले झुकेर मोबाइल बिर्सेको क्रममा चाहिँ छोरीले हतार हतार मोबाइलबाट चाहिँ जिल्ला प्रशासन कार्यालयमा पुलिसलाई फोन गरेर छिटोभन्दा छिटो घरमा बोलाइसकेपछि बल्ल यो न्युज थाहा भएको रहेछ। छरछिमेकमा पनि कतै यो न्युज थाहा नभएको। बुबाले मोबाइल बिर्सिँदा चाहिँ उहाँले फोन गरेर बोलाउनु भएको रहेछ। र आश्चर्यको कुरा त यो हो, आफ्नै बुबाले बलात्कार गरेका छन् आफ्नै छोरीलाई। यो एकदमै शर्मनाक घटना हो। हामीले आवाज उठाउँदै गर्दा कति घटना घटिसक्यो। पाल्पामा मात्र पनि घटेको हामीले हालसालै सुन्नमा आइयो। चितवनमा लगातार 2टा बलात्कारको घटना सुन्नमा पनि आइसक्यो। के गर्ने त अब यो जो बलात्कार भइन् उनको शालिक मात्र बनाएर हुन्छ त? न्याय पाउँछ त? 20 वर्ष कैद राखेर मात्र पाउँदो रहेछ त? बढेको बढै छ नि घटना त, होइन र? हो, पहिला पनि हुन्थ्यो। पहिला सोसल मिडियामा त्यति मान्छेहरू एक्टिभ हुनुहुन्न थियो, त्यही भएर न्युज बाहिर आउँथेन। तर अहिले न्युजहरू बाहिर आएको आइछ। र अहिलेको सरकार जुन हुनुहुन्छ, हामीले एकदम आश गरेर उहाँहरूको विश्वास गरेर यो सरकारमा विश्वास गरेर हामीले राखेका हौँ नि त। त्यसैले अझै पनि मलाई विश्वास छ हाम्रो प्रधानमन्त्री बालेन शाहजी, हाम्रो गृहमन्त्री सुदन गुरुङज्यू, दुवैजना मलाई एकदमै विश्वास छ उहाँले एकदमै कडा कारबाही गर्नुहुन्छ, कडा नियम निकाल्नुहुन्छ, यसको लागि कानुन परिमार्जन गर्नुहुन्छ भन्ने मलाई विश्वास छ। त्यसैले छिटोभन्दा छिटो हजुर यसको लागि चाहिँ कडा कारबाही होस्। किनभने 3 वर्षीय बच्चा त भयो तर आफ्नै बुबाले पनि 19 वर्षीय बच्चालाई त्यस्तो गरेको छ। यहाँ छोरी मान्छेहरू आफ्नो पितामा पनि ट्रस्ट गरेर कसरी बस्ने त? त्यस्तो अवस्था आइरहेको छैन। यो घटनाले गर्दाखेरि मैले आफ्नै पितासँग कसरी आई कन्ट्याक्ट गर्ने, नजर उठाएर कसरी बोल्ने हुन्छ, होइन? कस्तो लाजमर्दो घटना हो। ल हामीलाई त 1-2 दिन सुन्छौँ केही भएन, तर वर्षौँ दिनमा फादर्स डे भनेर आउँछ, बुबाको मुख हेर्ने दिन। अब त्यो बच्चालाई, त्यो 19 वर्षको नानीलाई नि नमरुन्जेलसम्म त्यो एउटा पीडा मनमा भइरहेको छ कि फादर्स डे जुन आउँछ नि, बुबाको मुख हेर्ने दिन, उसलाई नमरुन्जेल पीडा हुन्छ कि मेरो बुबाले मलाई बलात्कार गरेको थियो भन्ने उसलाई हुन्छ। त्यसैले त्यो ठाउँमा बसेर हामीले सोच्दाखेरि, हामी स्त्री भएको कारणले सोच्दाखेरि एकदमै नघट्नुपर्ने यो एकदमै कस्तो भन्ने, मलाई त भन्न पनि आइरहेको छैन कि त्यस्तो मलाई लाज लागिरहेछ। त्यसैले म सरकारसँग अनुरोध गर्छु, हजुरहरूमा एकदमै मलाई विश्वास छ हजुरहरूले गर्नुहुन्छ भन्ने। 7 दिनको समय जुन माग्नु भएको छ हजुरहरूले, हामीले सबैले दिएकै छौँ सायद, होइन? अब सक्दो छिटोभन्दा छिटो हजुर यसको लागि चाहिँ केही गर्नु पर्यो। लौ न।